दर्शकबिन अहिले हामी जुन स्थानमा छौं यो कोशी ब्रिजमा छौं। विशेष गरी यहाँलाई भनौं यो नेपालमा रहे पनि यसको सम्पूर्ण अधिकार भारतले प्रयोग गर्दै गरेको हामीले पटक पटक यस विषयमा रिपोर्टिङ गरि पनि सकेका छौं। एकजना यहाँ भारतीय पत्रकार पनि आएका थिए। उहाँहरूले रिपोर्टिङ गरिरहँदाखेरि यो ब्रिज कसरी बत्यो, ट्रक कसरी पल्टियो भनेर पनि प्रश्नहरू उहाँले गर्नुभएको भन्ने विषयमा हामी यहाँहरूले मसँग पनि उहाँले लिनुभयो। म उहाँसँग कुराकानी गर्छु। उहाँले चाहिँ कसरी अनुमति लिएर चाहिँ नेपाल आएर चाहिँ रिपोर्टिङ गर्दै हुनुहुन्छ, त्यसको प्रावधान के थियो भन्ने विषयमा पनि म उहाँसँग रिपोर्टिङ गर्ने प्रयासमा हुन्छु। म उहाँसँग सोध्ने प्रयासमा छु। यहाँ बैरेज कैसे टूट गया बोल रहे हैं? कैसे टूटा बैरेज? तो तपाईं कहाँको हुनुहुन्छ? तपाईं कहाँको? म यहाँको हो। तपाईसँग पनि मैले थोरै कुराकानी गर्न खोजेको। जस्तै तपाईको कुन मिडियाबाट आउनु भएको छ? कुन मिडियाबाट आउनु भएको छ? कौन सा मीडिया? डिजिटल मीडिया। यस। आपका मीडिया का नाम क्या है? पब्लिक सपोर्ट 24। आपका घर कहाँ हुआ? सुपौल जिला बिहार। थोड़ा इधर देखते सर। जी सुपौल जिला बिहार। हमारे कहने का मतलब आप नेपाल आ रहे हैं रिपोर्टिंग करने के लिए, तो आप परमिशन लिए हैं नेपाल गवर्नमेंट से? जी नेपाल गवर्नमेंट ने जो प्रशासन नेपाल किया, मैं वहाँ पे गाड़ी लगाया और मैं कहा रिपोर्टिंग करके आता हूँ, तो मैं यहाँ से आया। एंड आपको मतलब पता है कि नहीं, नेपाल में रिपोर्टिंग करने के लिए फॉरेन जर्नलिस्ट को यहाँ पर अनुमति लेना पड़ता है? अल्लाह पता भी नहीं पड़ता है। आप लिए हैं? बिल्कुल, मैं जो प्रशासन था उनसे अनुमति लिया। आपसे कोई रिटेन है? कौन? कोई रिटेन है? रिटेन क्या रिटेन? आप कहीं है आपका प्रूफ जो आप मतलब रिपोर्टिंग करने के लिए आए हैं? देखिए एक्चुअली बात क्या है, नेपाल और भारत का ऐसा मधुर रिश्ता है। एवरीथिंग क्या करना है यहाँ पे? हम म नेपालबाट हुँ, तपाईहरु भारतबाट हुनुहुन्छ। तपाईहरुले रिपोर्टिङ गर्न आउँदाखेरि सबै कुरा छ मसँग। कहाँ छ तपाईँ मसँग? तपाईँको घर कहाँ छ? भ्यूज बना रहा, ये भ्यूज बना छोड़। तपाईँको घर कहाँ छ? ये भी तपाईले के आधारमा भन्दै हुनुहुन्छ यहाँ? टीआरपी को कुरा छैन। तपाईहरुले भारतबाट आउनु भएको छ, तपाईले अनुमति लिनु भएको छ? तपाईले अनुमति लिनु भएको छ? तपाईले अनुमति लिनु भएको छ? तपाईले के आधारमा भन्दै हुनुहुन्छ? यहाँ हेर्नुस्, यहाँ भ्यूजको कुरा छैन। यहाँ हेर्नुस्, नेपालको जर्नलिस्ट हुँ। यहाँ हेर्नुस्, नेपालको जर्नलिस्ट हुँ। तपाईले के आधारमा भन्नु भएको छ? अगाडि गर्ने त तपाईले मेरो माइक खोज्ने प्रयास किन गर्नुभयो? तपाईँ कहाँको हुनुहुन्छ? जवाब मत दो ना। अब शब्द किन प्रयोग गर्नुहुन्छ तपाईँ? हटाया। आप शब्द क्या बोल? आप गलत बात क्यों बोल रहे हैं? टीआरपी ले रहा है। आप गलत बात क्यों बोल रहे हैं? लैंग्वेज कितना खराब है? ऐसा बात बोलते हैं? क्या भाषा बोले? लैंग्वेज तपाईँ त्यसरी बोल्ने हो मसँग? एउटा नेपाली पत्रकारसँग यसरी बोल्ने? भारतबाट आएर तपाईँसँग रिपोर्टिङ गर्न दर्शकबिन भारतबाट भारतीयहरू आउँछ नेपालमा, रिपोर्टिङ गर्छन् र हाम्रो नेपाललाई गाली गर्ने प्रयास गर्छन् र यिनीहरूले हामीलाई गलत भाषा प्रयोग गर्छन्। दर्शकबिन उहाँहरू तपाईँहरूले कुन अनुमति लिएर आउनु भएको छ? तपाईँहरूले कहाँबाट अनुमति लिएर आउनु भएको छ? दर्शकबिन नेपाललाई यसरी गाली गर्ने भारतीय मिडियाहरूको ऐसे मीडिया है जो टीआरपी के लिए बहन को छेड़ रहे हैं, बहन को जबरदस्त सवाल कर रहे हैं। कुन अनुमति लिएर आउनु भएको छ? ये जो मीडिया है, अनुमति कुन छ? ये मीडिया आ रहा नहीं। तपाईको अनुमति कुन छ? डोन्ट टच। तपाईको अनुमति के छ? ये मीडिया तपाईले नेपालमा अनुमति दिएको छ यहाँ आउनको लागि? ये मीडिया को हिंदी नहीं आती है। मलाई हिन्दी आउँदैन। मीडिया पाकिस्तानी मीडिया नहीं है। बोल्नु छैन मलाई। कितने सब्सक्राइबर है? मलाई हिन्दी भाषा बोल्नु छैन। कितने सब्सक्राइबर है? सब्सक्राइबर चाहिए ना मलाई। कहाँ से तपाईले कुन अनुमति यो अनुमति लिएर आएको छ? के लिए बोले? यसलाई अनुमति किन दिएको छ? आप जो बोले वीडियो लेने के लिए, वो कौन बात बोला? कौन बात बोला? लैंग्वेज उसका क्या लैंग्वेज? मलाई गाली गर्ने मलाई? तो क्या बोला? मलाई गाली गर्ने तपाईले? टच नहीं किया। कसलाई टच गरेको छु मैले? मुझे क्यों छेड़ा? टच क्यों किया इसने मुझे? के मैले टच गरेको छु? टच गरेको छ तपाईलाई? मैले टच गरेको छु? मीडिया से कोई भी लेडीज से तपाईले सम्मान से सबै भिडियो मसँग छ। तपाईले अनुमति लिएर आउनु भएको छ नेपाल? सम्मान से मीडिया से बात करने तपाईले अनुमति लिएर आउनु भएको छ? रजिस्टर कहाँ सबका है? नेपालमा अनुमति लिएर आउँदैनन्। ये मीडिया जो है त्यो सबै भिडियो मसँग छ। परेन भने गाली गर्छन् र भन्छन् टच गर्छन्। उल्टो कुरा भन्नुहुन्छ। यसले हात कसले हात लगायो? हाथ क्यों लगाया? कसले लगायो? इसने लगा छैन। हाथ पकड़ा। इसका कैमरा चेक करो। तपाईँ उता जानुहोस्, तपाईँ उता जानुहोस् न, तपाईँ उता जानुहोस् न, धेरै भी भएदा यहाँ फिर्न लाउँदा तपाईँ उता जानुहोस् न। दर्शकबिन म रिपोर्टिङ गर्दैछु, हेर्नुहोस्। मेरा टच को लगाया। तपाईँ प्रहरीको संरक्षणमा देखो प्रहरीको संरक्षणमा जाउँ। तपाईँलाई प्रहरीमा जाउँ त।